पछाड्यो। हेलो एभ्रिवान, सबैजनालाई सन्चै आराम हुनुहुन्छ होला। हामी पनि एकदम आरामै छु। आज यहाँ रोपाइ चलिरहेको छ। साउनको चाहिँ आज 2 गते भइसकेको छ। हाम्रो सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा चाहिँ अझै पनि असार सकिएको छैन। एकदमै धमाधम तरिकाले चाहिँ पानी पलाउन सुरु भइसकेपछि यो माथिको खेतहरूमा चाहिँ रोपाइँको मारामार चलिरहेको छ। तपाईहरुले देखिरहनु भएको छ। ओके, भिडियो हेर्दै गर्नु भइरहेको छ भने उधर मत दो तो आइले अहिले एकछिन मत आइले तो या पानी पराले के हो जा सर मारे फुर्के ये मारे पड़ा है फुर्के Lôi Qua nhà vô उत्तरली मान्छे राम्रो रक्सी राम्रो क्षेत्रीहरुले त हुन्छ यो रक्सी उ त्यो सुप्पा छेली जस्तो हो चप्ल्याङ एकदम बबाल तरिकाले हिँड्दा छु है। प्लास्टिक ओढेर बाटो कता हो के हो कस्तो हो जुगा कति लागेको छ थाहा छैन है। ठिक्क जिन्दगी साउन पनि पानी पनि के साह्रो पर्यो यो साउन लाग्ने बित्तिकै हिजोदेखि पानी परेको घर जाने बाटो कता हो उकालो लाग्ने केही देखिया छैन। चप्ल्याङ हिँडेको छु। चला यो पानी पनि के बेसी पर्यो हो माकुरिया आमामा कहाँ उकालो लाग्ने बाटो बाटै बिर्से यार। लौ कहाँ आइपुगेँ म उतै हो क्या फर्किनु पर्यो यार। कहाँ बाटै बिर्स्यो हो मा झ्याग्नेहरू। ल यता त होइन त यार कहाँ आइपुग्यो ये मासका दाल कहाँ हो बाटो उकालोमा बाटो थियो ल कहाँ आइपुग्यो हो यता पनि होइन। ठुक्क जिन्दगी बाटै बिर्स्यो कति ओरी र दोरी गर्नु पानी परिरहेको जस्तो।